13 जनाको ज्यान लिने गरी रोल्पामा फेरि घटौरिँदै विदारो घटना। 26 वर्षपछि सोही ठाउँमै उही घटना दोहोरियो। राति खाना खाएर सुत्न लागेका 13 जना सधैँका लागि निदाए। कसैका खुट्टा भाँचिए, कसैका टाउको फुट्यो। अधिकांश भेटिएका लासहरू हेर्न नसकिने र चिन्न नसकिने अवस्थामा थिए। माथिबाट खसेको लेदो सहितको पहिरो 81 गाउँ पस्यो। 10 वटा घर बगायो। पशु चौपायाको हिसाबै छैन। सुरक्षा निकायले पुरिएका लास कडा मेहनत गरेर निकाल्दैछ। हामी घटनास्थल पुग्दा देखिएको दृश्य निकै कारुणिक र मुटु नै चिया पार्ने छ। अझ के छ यहाँको वास्तविक थाहा पाउन भिडियो पुरा हेरी सम्भावित ठाउँहरूमा यस्ता घटना घट्न सक्छ है भनेर जनचेतना फैलाउन एक शेयर गर्दै एउटा कमेन्ट छोड्नुहोस्। अहिलेसम्म चाहिँ हिजो 2 जना र अहिले 1 जना गरी 3 जनाको भेट्यो। अनि 1 जनाको चाहिँ यो मनराखी पुन मगरको भेट्यौँ 71 वर्षको। उहाँको श्रीमानको अब खोजी कार्य हुँदैछ, तपाईँ पनि देख्नुभयो के। अरूको चाहिँ अटोपटो छैन है, घरको नाम निशाना छैन। अब बाँकी चाहिँ 10 जनाको चाहिँ नाम निशानै छैन। गेबिङ भएको हुनाले त्यहाँ जम्मा भएको पानी त्यो गेबिङसँग फुटेर आयो कि। फुटेर आउँदाखेरि लेडोसँगकोले चाहिँ यस्तो भएको छ। हेर्नु यो ढुङ्गा पनि माथिबाटै बगेर आएको। कोही ढुङ्गा चाहिँ यही खोलाकै हो सर। ठुल्ठुला 5-6वटा ढुङ्गा त यसमै थियो है। यो ढुङ्गा चाहिँ यो खोलाको माथिबाट त आएको होइन। यो ढुङ्गा यो खोलाबाट नै आयो। यही नजिकैबाट यो नजिकैबाट। यी ढुङ्गाहरूले नै पुर्यो त्यो घरहरू है। एकदमै। अनि 3 जना यो 13 जना मध्ये अब 3 जनाको लास भेट्यो। अनि 2 जना भाइहरू एकदमै यो घरबाट भाग्ने क्रममा चाहिँ घाइते हुनु भएको छ। अनि उहाँहरू 4 जनाको लगभग चाहिँ बगायो भन्ने सम्भावना छ। अरूको चाहिँ यतै कतै चाहिँ सक्ने सम्भावना के छ त? किन अहिलेसम्म चाहिँ एकिन भन्न सकिन्न सर। तपाईँ हामी देखिरहेका छौँ यस्तो चाहिँ बगर पुरै रक्तमै छ। हेर्नुहोस् मान्छेको चाहिँ सम्भव छैन। हेर्नुहोस् होइन, यहाँ पशु चौपाएको त काउन्टेबलै छैन। काउन्टेबलै छैन, गिन्ती नै छैन। अनि त्यो धनहरू पैसाहरूको त अन्न बालीको त काउन्टेबलै छैन, हिसाबै छैन। तपाईलाई म अलिकति अगाडिको दृश्य देखाउँछु। यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ एउटा ठुलो ढुङ्गा छ। त्यो ढुङ्गा देखाइदिनु होला। त्यो ढुङ्गा मुनि एउटा लास अझै पनि छ भन्ने आशंका 100% जस्तै कुरा गर्नुभएको छ दाइले। र एउटा लास चाहिँ भेटिएको छ जहाँ चाहिँ श्रीमान श्रीमती हुनुहुन्थ्यो। एउटा लास यहाँ तपाईँ देख्न सक्नुहुन्छ। र यही ठाउँबाट एउटा लास बिहान मात्रै निकालिएको थियो। यही ठाउँबाट अहिले लास निकालिएको छ। एउटा ठुलो ढुङ्गाले च्यापेको अवस्थामा निकै नै कसरत, निकै नै मेहनत गरेर त्यो लासलाई यहाँबाट निकाल्न सफल हुनुभएको छ नेपालका सुरक्षा निकाय, नेपाल प्रहरी, एपिएफ पुलिस, नेपाली सेनाको चाहिँ यो कडा मेहनत पश्चात यति बेला लास निकालिएको छ। तपाईँलाई हामी दृश्य देखाइरहेका छौँ। दर्शक महानुभावहरू, पानी पर्ने एकदम तयारी छ। पानी सिमसिम पानी पर्ने चाहिँ हामीले रोल्पा जिल्लाको थबाङ गाउँपालिका वडा नम्बर 5 वाबेसीबाट एउटा चाहिँ निकै नै दुःखद खबर लिएर आएको छु। हिजो मात्रै यो ठाउँमा लेदो सहितको पहिरो आयो र एउटा सानो बस्तीलाई नै डुबानमा पार्यो। अझ भनौँ यहाँ कतिपय घरहरू अहिले पनि पुरिएको अवस्थामा छ। केही लासहरू भेटिएको छ, केही व्यक्तिहरूको चाहिँ यति बेला अवस्था अज्ञात छ, बेपत्ता हुनुहुन्छ। उहाँहरूको खोजी कार्य जारी छ। यति बेला घटनास्थलमा नेपाली सेना, नेपालका सम्पूर्ण सुरक्षा निकायहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत यहाँ स्थानीय बासिन्दाहरू यहाँनिर आउनुभएको छ। यो घटनास्थलमा खटिनु भएको छ। लासहरू खोज्ने क्रम जारी छ यति बेला। र अब म एकजना दाइसँग भेट भएको छु। दाइलाई चाहिँ सबै कुरा जानकारी छ मलाई भन्नुभएको छ। र घटनास्थलको प्रत्यक्षदर्शी पनि उहाँ हुनुहुन्छ। यो घटना कति बेला घट्यो, यहाँ कसरी घट्न पुग्यो, यो अवस्था के छ पछिल्लो अवस्था भनेर दाइसँग केही बुझ्छु। दाइ नमस्ते। नमस्ते। हजुरको नाम? मेरो नाम दुकमन रका मगर डिके। ओके, डिके। जस्तै यो घटना हिजो कति बेला घट्यो दाइ? यो पानी 6 बजीदेखि परे पानी करिब आधी घन्टा 1 घन्टाको पानीले गर्दाखेरि यो घटना चाहिँ 7:30 बजीमा चाहिँ यो घटना भएको हो। त्यति बेला पानी परेको थियो? त्यति बेला पानी परेको थियो। थोरै एकदमै पानी चाहिँ त्यो घाग्रीदेखि खनाएको जस्तै पानी परेको थियो। अहिले यो घटनास्थलमा छौँ हामी, हजुर पनि यहीँ हुनुहुन्छ। हिजो घटना घट्ने बेला हजुर यहीँ हुनुहुन्थ्यो? म घटना घटिसकेपछि मात्र आएको। म गाउँमै थिएँ है। अनि यहाँबाट चाहिँ त्यो स्वास्थ्य चौकीमा झिलिमिली भर्ती बाल्दाखेरि मलाई चाहिँ कौशलता लाग्यो। अनि त्यहाँ त्यो कौशलता लागेपछि म त्यहाँको चाहिँ स्वास्थ्य कर्मीलाई फोन गर्दाखेरि उहाँले चाहिँ यस्तो भयो भनेर भन्नुभयो। त्यसपछि म चाहिँ टिम लिएर आएँ। अनि यी प्रकारमा पनि फोन गरेँ। यी प्रकार साथीहरू 4 जना आउनुभयो, हामी चाहिँ 12 जना आयौँ। हजुर आउँदाको दृश्य कस्तो थियो यहाँनिर? यहाँ त पुरै अँध्यारो थियो सर। अब 2 जनाको मात्र लास भेटायौँ। यो हाम्रो
कमलबहादुर पुन मगर ठकाने भन्ने 69 वर्षको पुसाइको अनि अर्को बहिनीको यहाँ यो 19 वर्षको चाहिँ शान्ति पुन मगरको मात्र भेटायौँ। अरूको चाहिँ लास भेटाउने सम्भवै छैन है। त्यस्तो अवस्था थियो। अहिलेसम्म कति लास भेट्यो? अहिलेसम्म चाहिँ हिजो 2 जना र अहिले 1 जना गरी 3 जनाको भेट्यो। अनि 1 जनाको चाहिँ यो मनराखी पुन मगरको भेट्यौँ 71 वर्षको। उहाँको श्रीमानको अब खोजी कार्य हुँदैछ, तपाईँ पनि देख्नुभयो के। अरूको चाहिँ अटोपटो छैन है, घरको नाम निशाना छैन। अब बाँकी चाहिँ 10 जनाको चाहिँ नाम निशानै छैन। 9 जनाको नाम निशाना छैन। 9 जना अहिले पनि बेपत्ता हुनुहुन्छ। घर कतिवटा पुरिएको छ? घर यो एउटा चर्च घर सहित घर चाहिँ 10 वटा घर चाहिँ नाम निशाना छैन। 10 वटा घर? 10 वटा घर। यो खासमा के कारणले हो, यो के बुझ्नु भएको छ तपाईहरुले? यो पहिरो जानुको कारण पहिरो चाहिँ यो यसको शिर माथि यो माथि तपाईहरुले पनि देख्नु भएको छ के अरे, यो माथि भागे खोलाको शिर छ एउटा यो के अरे बंगला चोली के बंगला खोला के भन्छन् यो, त्यो खोला दुईटैबाट सिराएर अनि अर्को यहाँ नयाँ रोड पनि खने हो। नयाँ रोड खनेको हुनाले त्यहाँ गेबिङ भएको हुनाले त्यहाँ जम्मा भएको पानी त्यो गेबिङसँग फुटेर आयो के। फुटेर आउँदाखेरि लेडोसँगकोले चाहिँ यस्तो भएको छ। हेर्नुस् न, यो हाम्रो पछिल्तिर यो ठुलठुला ढुङ्गाहरू छ नि दाइ, यो ढुङ्गा पनि माथिबाटै बगेर आएको नि? कोही ढुङ्गा चाहिँ यही खोलाकै हो सर। ठुल्ठुला 5-6वटा ढुङ्गा त यसमै थियो है। यो ढुङ्गा चाहिँ यो खोलाको माथिबाट त आएको होइन, यो ढुङ्गा यो खोलाबाट नै आयो। यही नजिकैबाट आयो? नजिकैबाट। यी ढुङ्गाहरूले नै पुर्यो त्यो घरहरू है? एकदमै एकदमै। अनि 3 जना यो 13 जना मध्ये अब 3 जनाको लास भेट्यो अनि 2 जना भाइहरू एकदमै यो घरबाट भाग्ने क्रममा चाहिँ घाइते हुनु भएको छ हैन। हामी बाटोमा भेट्नु भयो होला। र बहिनी चाहिँ भाग्ने क्रममा चाहिँ बहिनीलाई ठ्याक्कै चाहिँ अब पुर्यो हैन। बहिनीको निधन भइसकेको छ। 2 जना भाइहरू घाइते भएको हुनाले उहाँहरूलाई चाहिँ हामी अस्पताल रिफर गरे अस्पताल पठाइसकेका छौँ। यस्तो अवस्था छ। एउटा घर छ, यो घर चाहिँ सुरक्षित रहेछ दाइ? यही घरबाट तिनी भाइहरू चाहिँ 3 जना बहिनीहरू चाहिँ नास्ता खाने क्रममा अब गुडुरु के आवाज आउँदाखेरि हेर्न जाँदाखेरि नै माथिबाट पुर्यो रहेछ क्या। अनि त्यो भाइलाई चाहिँ बगाउँदै यहाँसम्म ल्याएर रहेछ हैन। अनि लटपतेर भाइ चाहिँ घरतिर आएर रहेछ। अनि लटपतेर चाहिँ एक गाग्री पानी पनि टाउकोमा खनायो भनेर भन्नुहुन्थ्यो भाइ। हामी आउँदा भाइ बेहोस हुनुहुन्थ्यो। अनि अर्को त्यो खुट्टा दायाँ खुट्टा एकदमै यो सापरामै छैन। भाइ चाहिँ लटपतेर चाहिँ त्यहाँ गएर चाहिँ अब को बहिनीसँग चाहिँ फोन लिएर चाहिँ सहीमा फोन गर्नु भएको रहेछ। त्यसपछि कतै चाहिँ प्रचार प्रसार भएको रहेछ हैन। त्यही भएको हुनाले चाहिँ त्यो भाइलाई हामी मुस्किलले उडार गर्यौँ। त्यसपछि यो घरमा ल्यायौँ र बहिनीको लास चाहिँ त्यो त्यहाँनिर देख्यौँ। त्यहाँ बहिनीको लासलाई पनि हामी त्यहाँ ल्यायौँ। यस्तो अवस्था थियो। हजुरहरूले देख्ने क्रममा चाहिँ के अवस्था, चोटहरू कहाँ थियो? चोटको त्यो बहिनीको त गुना नै छैन। गुना फ्र्याक्चर पुरै खतम थियो। अनि माथि एकजना त्यो ठगाने हाम्रो यो कमलबहादुर पुन मगरको टाउको हैन केही छैन, केही छैन। सब गाजिएको अवस्था थियो। टाउको फुटेको थियो। नाक अनुहार त केही छैन। चिनिनै सक्ने अवस्था? अनुहार चिनिया चाहिँ हिलो थियो। अब त्यस्तै लतपतेर हिलो लग्यौँ हिसाज। त्यस्तो अवस्था थियो सर। यो घरको पनि एकजनाको मृत्यु भएको भन्ने? यो घरको एकजना के अरे नाति छोरी हैन, शान्ति पुन मगर 19 वर्षको भयो। यो जस्तै यो माथिले उडार गरेछौँ। अहिले भर्खर चाहिँ हामी मनराखीको चाहिँ उडार गर्यौँ। उहाँको बोही नै हो, एउटै घरको नाति बाजे बजायो त्यहाँ बस्ने। यहाँ चाहिँ अब छोरा बुहारी नाति यही घरमा बस्ने, एउटै घरको यिनीहरू। जस्तै अहिले त्यो ढुङ्गा पन्छाउने क्रम जारी छ, त्यसमुनि पनि लास छ भन्ने शंका छ? त्यहाँ छ। त्यहाँ यो मनराखीको चाहिँ श्रीमान डलबहादुर पुन हुनुहुन्छ, जहाँ जो चाहिँ 75 वर्षको हुनुहुन्छ। त्यही नै हुनुहुन्छ, त्यो कन्फर्म छ। त्यही हुनुहुन्छ। त्योभन्दा घर एकजना माथि चाहिँ अजम्बर पुन मगर 80 वर्ष हुनुहुन्छ। त्यो पनि त्यही पुरिएको छ। र त्योभन्दा अरू सबै चाहिँ माथि यो ठगानेको 4 जना अनि अर्को चाहिँ यो बलबहादुरको 3 जना र यो नेपाल मगर संघको चाहिँ नवीन रोका मगर पूर्व अध्यक्ष उहाँको चाहिँ आमा हस्तमा उहाँको पनि त्यही घरभित्र पुरेको अवस्था छ। र अर्को चाहिँ त्यही खोलामा चाहिँ आउने क्रममा चाहिँ त्यही खोलामा परेको प्रबल सम्भावना बढी छ। घरमा सम्पर्क गर्दा पनि अझैसम्म सम्पर्क बिन छ। महेन्द्र पुन मगर जो 36 वर्षको हुनुहुन्छ, त्यो गरी चाहिँ 13 जनाको चाहिँ जहाँसम्म लाग्छ हामीलाई चाहिँ उहाँहरू अझैसम्म साढे चाहिँ भएको हुनसक्छ भन्ने छ। जस्तै तपाईँहरूले त्यो बेपत्ता लासहरू भनौँ न, बेपत्ता व्यक्तिहरू हुनुहुन्छ नि, उहाँहरूको लास यतै कतै छ कि अथवा बगाएर लग्यो भन्ने छ? केही 2-4 जनाको बगाएको हुनसक्छ। किनकि अब 3 जना यो बलबहादुर पुन र लीलबहादुर पुन मगरको श्रीमती मणि पुन मगर हो। किनकि उहाँहरू खोला नजिकै हुनुहुन्थ्यो। त्यो 3 जना र अर्को यो महेन्द्र गर्ती मगर, किनकि उहाँ आउने क्रममा नै खोलाको यो मूल महाभावमै पर्यो भन्ने शंका छ। अनि उहाँहरू 4 जनाको लगभग चाहिँ बगायो भन्ने सम्भावना छ। अरूको चाहिँ यतै कतै चाहिँ सक्ने सम्भावना के छ? किन अहिलेसम्म चाहिँ एकिन भन्न सकिन्न सर। तपाईँ हामी देखिरहेका छौँ यस्तो चाहिँ बगर पुरै रक्तमै छ। हेर्नुहोस्, मान्छेको चाहिँ सम्भव छैन। हेर्नुहोस् हैन, यस्तो बेच्ने सम्भावना चाहिँ
छैन, तैपनि हामी खोजी कार्यमा चाहिँ हिजो साँझदेखि लागि परिरहेका छौँ। जस्तै हाम्रो सुरक्षा निकायहरू हुनुहुन्छ नि, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलहरू यहाँ कति बेला आइपुग्नुभयो? उहाँहरू यहाँ लोकल प्रहरीहरू त हामी हिजो सँगसँगै आएको माथि ठुलो गाउँबाट है। अरू चाहिँ नेपाल प्रहरी जिल्लाबाट सिडिओ साहबहरू, डिआइजीहरू, उहाँहरू करिब करिब अहिले चाहिँ उहाँहरू आएको लगभग दाइ 3 घन्टा बिहान दाइ 3 घन्टा जति भयो होला उहाँहरू आएको। उहाँहरू पनि हिँड्दै आउनुभयो अरे फुलिवनबाट? फुलिवनदेखि हिँड्दै आउनुभयो, यस्तो अवस्था छ। र यहाँ पशु चौपायाको त काउन्टेबलै छैन, काउन्टेबलै छैन, गिन्ती नै छैन। अनि त्यो धनहरू पैसाहरूको त अन्न बालीको त काउन्टेबलै छैन, हिसाबै छैन, यस्तो अवस्था छ। अनि सामान्य घाइते चाहिँ एकजना बहिनी हुनुहुन्छ, उहाँलाई मुखमा त लागेको छ, जो चाहिँ यो बेपत्ता हुनुभएको महेन्द्र गर्दी मगरको श्रीमती हुनुहुन्छ है। यो तिनवटा घर एकदमै जोखिममा छन् होइन। अनि अर्को चाहिँ हामी तपाईँलाई भन्नुपर्दाखेरि पशु चौपाए भयो है, अनि घर 3टा घर जोखिममा भयो, यो यत्रो चाहिँ छिट्टी छ। अब यस्तो अवस्थामा तपाईँ हामी देखिरहेका छौँ। अझ हामी उद्धार गर्ने काममै निरन्तर लागिरहेका छौँ। मैले ठबाङ गाउँपालिकाबाट पनि त्यहाँको अध्यक्षलाई फोन गरेर त्यहाँको टिम पनि मागेको छु, अनि उहाँहरू आइसक्नु भएको छ बाटोमा। त्यही भएर यस्तो अवस्था छ है। ल हस्, हुन्छ दाइ, जानकारीको लागि धेरै धेरै धन्यवाद छ। हामी यति बेला यो घटनास्थलमै छौँ। तपाईँलाई म अलिकति अगाडिको दृश्य देखाउँछु। यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ एउटा ठुलो ढुङ्गा छ, त्यो ढुङ्गा देखाइदिनु होला। त्यो ढुङ्गा मुनि एउटा लास अझै पनि छ भन्ने आशंका 100% जस्तै कुरा गर्नुभएको छ दाइले। र एउटा लास चाहिँ भेटिएको छ, जहाँ चाहिँ श्रीमान श्रीमती हुनुहुन्थ्यो। अहिले चाहिँ श्रीमतीको लास भेटिएको छ र श्रीमानको लास त्यही छ भन्ने चाहिँ छ। अब त्यो ढुङ्गा पन्छाउने कार्यक्रम भइराखेको छ। निकै नै लामो समयसम्म सङ्घर्ष गर्न परिरहेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत धेरैजना हुनुहुन्छ, त्यसरी चाहिँ पन्छाउँदै हुनुहुन्छ, तर पनि लास अहिलेसम्म देखिएको छैन। हामी अर्को अपडेट लिएर आउनेछौँ। रोल्पा जिल्लाको थबाङ गाउँपालिका वडा नम्बर 5बाट निकै दुःखद खबर आएको छ। गैराती परेको अविरल वर्षाको कारण आएको पहिरोले घर तथा गोठ पुरिँदा हालसम्म 3 जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने 9 जना अझै बेपत्ता छन्। बेपत्ता भएकोहरूको खोजी कार्य स्थानीय र प्रहरी मिलेर गरिरहेका छन् भने 2 जना गम्भीर घाइते भएका छन् र घाइतेहरूलाई उद्धार गरी तत्कालै उपचारको लागि नजिकैको अस्पताल पुर्याइएको छ। यही बीच रोल्पा जिल्लाको सिमानामा जोडिएको प्युठानका माडी र लुङ्ग्री खोलामा फरक फरक स्थानमा गरी 5 वटा शवहरू फेला परेको छ। रोल्पाको थबाङ हुँदै प्युठानतर्फ बग्ने यी खोलाहरूमा भेटेका ती शवहरू हिजो रातिको पहिरोमा पुरिएका व्यक्तिहरूको हुन सक्ने आशंका गरिएको छ, तर हालसम्म ती शवहरूको शनाखत हुन भने सकेको छैन। 5 शवहरू प्युठानको फरक फरक स्थानमा फरक फरक समयमा देखिएपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए, जसमा अन्दाजी 12-13 वर्षका एक बालक स्वर्गद्वारी नगरपालिका 9 जोडापाडा स्थित माडी खोलाको किनारमा भेटिएको छ। यसैगरी स्वर्गद्वारी 3 किमचौर स्थित माडी खोला किनारामा कम्मर भन्दा माथिको भाग मात्रै भएको एक पुरुषको शव फेला परेको छ। यसैगरी स्वर्गद्वारी 4 गोठीबाङ स्थित माडी खोला किनारामा र स्वर्गद्वारी 5 सरोजा स्थित लुङ्ग्री खोला किनारामा बायाँ खुट्टाको घुँडामुनि भाग नभएको गरी 2 महिलाको शव फेला परेको छ भने अर्का एक पुरुषको शव माण्डवी गाउँपालिका 3 अर्दु स्थित माडी खोलाको किनारामा भेटिएको छ। प्युठान प्रहरीको अनुसार हाल प्युठान जिल्लाबाट कोही पनि हराएको उजुरी दर्ता नभएकोले गर्दा ती भेटिएका शवहरू रोल्पामा पहिरोले पुरिएका व्यक्तिहरूको हुन सक्ने आशंका गर्दै प्युठान प्रहरीले उक्त 5 वटा शव रोल्पा प्रहरीलाई जिम्मा लगाइदिएको छ। यसैगरी घटनास्थलमा शव भेटेका 3 जनाको पनि शनाखत भइसकेको छ, जसमा वर्ष 60 का कमल बहादुर पुनमगर, वर्ष 71 की मण्डकी पुनमगर, यस्तै वर्ष 18 की शान्ति पुनमगर रहेकी छिन् भने घाइते 2 जनामा वर्ष 22 का हिमाल पुनमगर र वर्ष 25 का सञ्जय घरती मगर रहेका छन्। यो सँगै बेपत्ता भएका 9 जनाको पनि पहिचान खुलिसकेको छ। रोल्पा प्रहरीको अनुसार बेपत्ता हुने 9 जनामा जुनकुमारी पुनमगर वर्ष 40 की, असीम पुनमगर वर्ष 9 का, अशोक पुनमगर वर्ष 6 का, डलबहादुर पुनमगर वर्ष 75, अजम्बर पुनमगर वर्ष 80, बलबहादुर पुनमगर वर्ष 78, लीलबहादुर पुनमगर वर्ष 72, मणि पुनमगर वर्ष 71 र हस्तकला रोका मगर वर्ष 67 का छन्। घरगोठ रहेको माथिको भिरबाट आएको लेदो सहितको पहिरोमा बेपत्ता भएका 9 जनाको खोजी कार्य अहिले तीव्र भइरहेको छ। प्रहरीले खोजिरहेको छ। खैर जे भयो एकदमै दुःखद भयो। मृतक आत्माप्रति हार्दिक श्रद्धाञ्जली, साथै घाइतेहरूमा शीघ्र स्वास्थ्य लाभको कामना र सम्पूर्ण मृतकको परिवारप्रति धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भन्ने हामी यही भन्न चाहन्छौँ। र यो एकदमै दुःखद खबर छ र अहिले बर्खा लागिसकेको अवस्था छ।
अब हरेक वर्ष हाम्रो देशमा यो बर्खाको समयमा यसै गरिकन विभिन्न बाढी र पहिरोमा परि धेरै नागरिकहरूले कालमा ज्यान गुमाउने अवस्था आइरहेको छ। त्यसकारणले गर्दाखेरि यो भनेको प्राकृतिक विपद हो होइन, प्राकृतिक प्रकोप हो। यो चाहिँ कसैले पनि यसलाई चाहिँ सोचेको हुँदैन। त्यसकारणले तपाईँ हामी आफै सुरक्षित रहनु एकदमै बुद्धिमानी हुनेछ। तपाईँको घर वरपर खोला आउने ठाउँ छ, खोला बाढी आउने ठाउँ छ भने पक्कै पनि तपाईँ यो बर्खाको समयमा त्यो ठाउँ छोडेर होइन, सम्पत्तिको माया नगरिकन, घरको माया नगरिकन सुरक्षित स्थानतर्फ बस्नु नै बुद्धिमानी हुनेछ। र सँगसँगै तपाईँको घरभन्दा माथितिर काहीँ पहिरो खस्ने जोखिम स्थानहरू छ, सम्भावित पहिरो आउने ठाउँहरू छ भने पनि तपाईँले आफ्नो बसाइ सार्नै पर्ने हुन्छ। प्रायः जसो गरिकन गाउँमा कस्तो हुन्छ भने थाहा हुन्छ कि मेरो घरमाथिबाट पहिरो आउन सक्ने जोखिम छ भन्ने थाहा हुँदा पनि आफ्नो घर छोडेर कहाँ जानु, मरे यहीँ मरिन्छ भन्ने जुन चाहिँ एउटा सोच हुन्छ, त्यो सोचले गर्दाखेरि धेरै यस्तो प्राकृतिक प्रकोपमा चाहिँ ज्यान गुमाउनेहरूको सङ्ख्या हरेक वर्ष बढिरहेको छ। त्यसकारणले गर्दाखेरि बर्खा अब सुरु भइरहेको छ र अब धेरै पानी पर्ने मौसमहरू, निरन्तर पानी पर्ने मौसमहरू छ। त्यसकारणले फेरि पनि भन्न चाहन्छौँ, तपाईँ यदि कुनै पनि खोला किनारा या सम्भावित बाढी पहिरोको स्थानमा हुनुहुन्छ, त्यस्ता जोखिमको स्थानमा हुनुहुन्छ भने कृपया तपाईँ र आफ्नो परिवारलाई सुरक्षित स्थानमा केही दिन केही महिनाको लागि सार्नु होला। किनभने तपाईँको शरीर रहे, तपाईँको ज्यान रहे, सबै कुरा रहन्छ। हाम्रो शरीर नै छैन, हाम्रो ज्यान नै छैन, हाम्रो प्राण नै छैन भने ती सम्पत्ति ती दाजुभाइ पशु होइन, जति सबै कुराहरू हाम्रा कुराहरू केही पनि काम लाग्दैन। त्यसकारणले गर्दाखेरि जहाँ हुनुहुन्छ सुरक्षित रहनु होला र सम्भावित बाढी पहिरोको ठाउँबाट सुरक्षित बस्नु होला भन्न चाहन्छु। र बाँकी ती 9 जनाको पनि अब अहिले प्रहरीले खोजी कार्य गरिरहेको छ। प्युठानमा भेटेको 5 जना त्यही पहिरोमा पुरेको हो या अरू कुनै ठाउँमा दुर्घटना भएको त्यो भने खुल्न बाँकी छ।